आजको भ्लग चाहिँ सुरु भइसकेको छ। माइलाबा र मदेखिबाट हेर्न सक्नुहुन्छ अब हामीहरू चाहिँ घुम्न जानको लागि निस्किसकेकी छौँ म र माइलाबा। र कति दिन बाद माइलाबासँग म जाँदैछु र अहिले चाहिँ अब हामीहरू कहाँ जाँदैछौँ भनेर हजुरहरूले हेर्न सक्नुहुन्छ। र मेरो नाम चाहिँ हो पूर्णिमा र हजुरहरू कुनै दिन पनि नि शिलङ घुम्न आउनुभयो भने चाहिँ कन्ट्याक्ट पक्का मसँग गर्नु होला। र शिलङमा के कस्तो छ म जहाँ जहाँ जान्छु त्यहाँ चाहिँ हजुरहरूलाई देखाउने छु र शिलङको के कस्तो भनेर। र हजुरहरू आउनुभयो भने कुनै दिन खबर गर्नु होला। र अब चाहिँ हामीहरू सिधै गाडीमा बसेर गइसकेको छौँ र अहिले चाहिँ हामीहरू पुगिसक्यौँ शिलङको मेन अब सिटी पुलिस बजार। र पुलिस बजारमा हेर्न सक्नुहुन्छ आई लभ शिलङ लेखिरहेको छ र क्रिसमसको डेकोरेसनहरू चाहिँ कति अब खुलेको थिएन। र हजुरहरू क्रिसमसमा घुम्न आउनुभयो भने चाहिँ अवश्य राम्रो भेट्नु नै छ भ्यू पुलिस बजारको। र अरू दिन पनि नि ठिक हुन्छ। र यता हेर्न सक्नुहुन्छ क्रिसमसको डेकोरेसन चाहिँ खुलिएको थिएन अहिलेसम्म पनि। म सिलगढी जानुभन्दा अगाडि घुमेर गएको क्रिसमस र आउँदा पनि यस्तै रहेछ। र म सिलगढीदेखिबाट चाहिँ हिजो आएको। सो म राति आउनको कारणले गरेर मैले चाहिँ अब सिलगढीबाट आएको भ्लग चाहिँ बनाउन सकिनँ किनकि हामीहरू राति आएकी थियौँ र त्यही भएर माफ गरिदिनु होला। त्यसमा चाहिँ मैले हजुरहरूलाई अब भन्दिनँ। र अब चाहिँ हामीहरू यहाँ बाउ छोरी अब घुम्न थालिसक्यौँ। र पहिला चाहिँ यता पुरा रस्ताभरि बजार लाग्थ्यो र अहिले चाहिँ पुरा सबै हटिसकेको छ। नत्र यहाँ हजुरहरू हिँड्न पनि सक्नुहुन्थेन, त्यस्तो भिडाभिड हुन्थ्यो। र त्यो बजार चाहिँ अहिले कहाँ लाग्छ भनेर अहिले एकछिनमा हजुरहरूलाई म देखाउने छु। पहिला यता रस्तामा लाग्ने बजार र चाहिँ पहिला हाम्रो माइलाबाल चाहिँ होलमा काम गर्नुहुन्थ्यो, बिजु होलमा। र हजुरहरूलाई त्यहाँ गएर देखाउँदैछु। अहिले चाहिँ काम गर्नुहुन्न त्यहाँ चाहिँ माइलाबाको साथीलाई भेट्न जानुभएको अरे। माइलाबाको साथीसँग चाहिँ भेट भइसकेको छ हामीहरूको। र हेर्न सक्नुहुन्छ अब हामीहरू भित्र गएर यहाँ हिटर ताप्न थालिसकेकी छौँ। र अब हामीहरू फेरि निस्केर जुन अघि हजुरलाई भन्थेँ मैले जुन रस्तामा पहिला बजार लाग्थ्यो त्यो बजार चाहिँ अहिले कहाँ लाग्दैछ भनेर हजुरहरूलाई म देखाउन जाँदैछु। र हेर्न सक्नुहुन्छ अहिले कत्रो ठुलो लाग्छ त्यही एउटै जग्गामा। र सन्डे चाहिँ पुलिस बजार एकदम धेरै भिड हुन्छ किनकि यता चाहिँ सन्डे मार्केट ठुलो लाग्छ। र सन्डे अब कति जग्गा बन्द पनि हुन्छ र पुलिस बजार चाहिँ बन्द हुन्न। अरू बजारहरू चाहिँ हामीहरूको बन्दै हुन्छ। बडा बजारहरू भयो, त्यस्तो सानो दोकानहरू, सानो बजारहरू चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ प्लान्ट्सहरू रहेछ कति राम्रो। र मैले चाहिँ अब यसको नि क्लिप लिएको। र यता हेर्न सक्नुहुन्छ मैले भनेको थिएँ नि अघि हजुरहरूलाई त्यहाँनिर दोकान लाग्छ रस्तामा भनेर। र अहिले चाहिँ मुडा भन्ने जग्गा गेटबाट घुस्न पर्छ। यहाँ हेर्न सक्नुहुन्छ अहिले कत्रो ठुलो यहाँनिर बजार लाग्छ। हजुरहरू नि आउनुभयो भने चाहिँ शिलङमा सपिङ गर्न सक्नुहुन्छ यहाँ मुडादेखिबाट। र यता चाहिँ बेगहरू सबै राम्रो कलेक्सन थियो र हजुरहरूलाई मैले देखाइदिँदै थिएँ। अहिले चाहिँ त्यहाँ रस्तामा अब हिँड्नेको प्रब्लम भएर न के भएर यता साइडभित्र बजार लाग्दैछ। र अहिले चाहिँ अब हामीहरू घरतर्फ जाँदैछौँ। मैले चाहिँ किन जिब्रो देखाएको भनेपछि आलुमुडी खाएर एकदम धेरै मलाई चाहिँ पिरो लाग्दै थियो। र त्यही भएर अब चाहिँ म फाइनली घर पनि नि पुगिसकेँ। आफ्नो कम्पाउन्डमा म घुसिसकेकी छु। आफ्ना कम्पाउन्ड भन्दै। र बाई गाइज, भेट्नेछु नेक्स्ट भ्लगमा। कस्तो लाग्यो कमेन्ट गरेर जनाउनु।